भने भएन राख्नु त तपाईँले मेरो कुरा काट्ने भिडियो बनाउँदै बसेर लाज लाग्दैन? हैन मैले चाहिँ तिम्रो चाहिँ के कुरा गरे दिदी भनेको त दिदी त मेरै कुरा काट्दो रहेछ पछि पछि। भन मैले के कुरा काटे भन पहिला भन किन भनेको त यस्तो के भने यस्तो उस्तो के भने भन त्यहाँबाट म भन्छु नि त भन न पहिला के भने मैले किन भन्नु पर्यो जस्तो मैले केही भन्छु नि कसैलाई केही भनेको छुइनँ भनेको छैन त्यसो कसलाई के भने त्यो अरूलाई के भने आज हेर नि यहाँ भिडियो बनाउँदै बस्दै गरेर लाज पनि लाग्दैन। साँच्ची यिनीहरूले ये छोडी हालिदिन्छु अहिले म हेर्न पनि गालासँग पड्काइदिनु। लु पड्काउ न पड्काएर देखाउ पड्काएर देखाउ भन न पड्काइदिन्छु म त साथीहरू। लुगाइदिन्छु भन्ने अरे म तपाईँले मेरो भैयालाई के भनेको? अरे बहिनी मैले केही भने छैन के भन के भयो भन न क्योंकि वो आप बोल रहे थे कि काम नहीं करती है मीरा दीदी। मीरा ने बोल रहा ऐसे बोल रहे थे किन भनेको? सबैलाई यहाँ बिचमा राखेर चाहिँ नि बात गरौँ न त अन्त। मलाई त्यही भन्छ गइरहेको थियो तुम काम नहीं करते हो इधर भी नहीं करते उधर भी नहीं करते हो बोल के मैं बोल रही थी ओ भैया म जोड गर्दै औ पूजा म चाहिँ भएर फोन गरेर सोध्छु ल सोध्नु न त अनि के बताउँछु। एकजना चाहिँ अरूको बारेमा कुरा काट्ने अनि त्यो चाहिँ कसरी सुन्दैन त? यस्तो पनि हुन्छ मान्छे एउटा साथी भएर त साथीको निभाउनु पर्यो नि त। लादेर डाँडा कटाइदिन्छ अहिले बित्ताको नबोलेर अब बाउलेर आयो कि के हो पगला हुन्छ होला कहिलेकाहीँ हो पगला हुन्छ अरे। अनि को पगला हुन्छ भने मलाई रिस उठ्दैन? म पनि त काम गर्ने तपाईँ पनि काम गर्ने भएर केटो मतलब कुरा काट्ने अरूको र पनि मलाई रुसेर किन नलिदिन्छु अन्त ल लुज नि त पिट्ने हिम्मत छ म बिल्कुल गाला पड्काइदिन्छु अब त। अरे घाँटी निचारेर त नि म मार्दैछु बाउले छ क्या अझै हो अन्त मलाई किन हात हाल्यो अन्त? किन हात हाल्यो भन्नु त? तपाईँको म को हो छोरी हो कि आमा हो कि को हो भने गाइस यो चाहिँ हाम्रो के हो प्राङ्क भिडियो हामी त च्यानलले चाहिँ प्राङ्क गरेको के तपाईँहरूलाई प्राङ्क गरेको या हामी आफै प्राङ्क भएको होइन तपाईँहरूलाई प्राङ्क गरेको ल गाइस बाइ कस्तो लाग्यो कमेन्ट गर्नुहोस् ल।